मेरो धरती माताले र मेरो समाजले मलाई सिकाएको कुरा भनेको आफूभन्दा ठुलालाई आधार गर्नुपर्छ भनेर सिकाएर मैले सुशीला कार्की प्रधानमन्त्रीज्यूलाई मैले ढोकेको। यो मेरो समाजले सिकाएको कुरा हो, मेरो संस्कृतिले सिकाएको, मेरो परम्पराले सिकाएको कुरा हो र यसलाई म कतै पनि लोप हुन दिदिनँ। भलै जति पनि हामी मोडर्न हौँ, भलै हामी जति पनि वेस्टर्न हौँ, सोच बदलिला, तर आफ्नो संस्कार कहिले बदलिन सक्दिन। जुन चाहिँ हाम्रो इमान जमान एउटा हाम्रो पहिचान हो, नेपाली भनेपछि एउटा पहिचान हो। मेरो बच्चापछि आउनेवाला पिँढीलाई मैले के सिकाउने? मेरो आमा बुवाहरूले दिएको र मेरो समाजले दिएको मलाई संस्कार त्यही नै दिने हो। मैले उहाँहरूलाई दिन सक्ने भनेको त्यही नै हो। तर अब जिम्मेवारी थपेको छ, अब एउटा नयाँ नेपाल दिनुपर्ने जिम्मेवारी थपेको छ। यो गुरुङलाई त्यति बोल्नु आउँदैन, मलाई थाहा छ, सबैजनाले त्यही नै भन्छ होइन। हाम्रो समाजलाई त्यसरी गरेर प्रश्न गर्छ, यो गुरुङलाई त्यसै गर्न। हामीलाई बोल्नु नआए पनि हामीलाई काम गर्नु आउँछ, हामीलाई देखाउनु आउँछ, हामीलाई गरिबलाई सहायता गर्नु आउँछ, एउटा आमाको आँसु पुस्नु आउँछ, हामीलाई लड्न आउँछ, हामीलाई भिड्न आउँछ। हामीमा साहस छ, हामीमा आँट छ, जुन चाहिँ तपाईँहरूमा छैन। जुन चाहिँ तपाईँहरूमा त्यो हिम्मत भइदिएको आज देश परिवर्तन हुन्थ्यो होला, आज हामी यो आन्दोलन गर्नु पर्दैन थियो होला, आज हामी एउटा समाजमा बसेर नाचगान मात्र गर्दै बस्थ्यौँ होला, गएर परिवारसँग गएर खाजा खानु जान्थ्यौँ होला, डाँडा पाखा हेर्नु सक्थ्यौँ होला, आफ्नो देशको कुना काप्चा एक्सप्लोर गर्न सक्थ्यौँ होला। तर त्यो मौका पनि तपाईँहरूले दिनु भएन, खाल्टै खाल्टोको बाटो बनाइदिनु भयो। खाल्टै खाल्टोको बाटो बनाएर एउटा नयाँ नेपालको सपना देखाउनुहुन्छ। कसरी हुन्छ त्यो सपना? त्यो बाटो त्यहाँसम्म पुग्दैमा र त्यो गन्तव्य र त्यो समय र त्यो लाग्ने टाइम कति लाग्छ? हाम्रो पिँढीले नदेख्नु पाउने भयो भनेर हामीले लडेको